यो यतातिरको पुरै चाहिँ जङ्गल एरिया छ। म आज चाहिँ जङ्गल एरियातिर चाहिँ देखाउन जाँदैछु। एकदमै डरलाग्दो ठाउँ छ यता त। यो पुरै तेलको खेती हो क्या यो। यहाँ चाहिँ तेलको खेती हुन्छ। म चाहिँ साइकलमा चाहिँ यसो सरेर बिहानीको समयमा घुम्न जाँदैछु। एक्लै छु म है, साथीहरू छैनन्, सबै रुममा छन्। म चाहिँ यसो घुम्न आएको छु। पुरा जङ्गल छ क्या। तेल खेती पनि भन्छ यहाँ चाहिँ। अनि अब जङ्गल भन्ने पनि, तेलबारी भन्ने पनि यही हो। पुरै देख्न सक्नुहुन्छ अरे, पुरा गराबिल बाटो छ यहाँ त एरिया। यो चाहिँ नाला भइहाल्यो। त्यो टाढा पछाडिबाट आएको छु म, धेरै टाढा आइसक्यो। आज रिक्समा चाहिँ म घुमिरहेको छु क्या एक्लै। ल हेर्नुहोस्, मलेसियामा त्यही हो। अब नेपालको यादहरू सम्झनाहरू चाहिँ अब मेटाउँछ क्या, किनभने अब सेम हुन्छ नि त। त्यही भएर म चाहिँ धेरै भित्र आइसकेँ क्या। डर पनि लागेको छ फेरि, तर पनि हिम्मतको साथले अगाडि बढ्दैछु। ल अब यहाँको चाहिँ अहिले 9 बजिसक्यो, तर जङ्गल हो नि त, जे भए पनि डर त भइहाल्छ हल्का हल्का। अनि यो चाहिँ खोला, यो नाला के पानी बग्ने नाला हो। अब यसमा बल्छी भए त थापेर माछा मार्नु हुन्थ्यो। अब मलेसियामा कहाँ पाउँदैन, गाह्रो छ। अनि म चाहिँ धेरै भित्र आइसकेँ। अब योभन्दा अगाडि चाहिँ जाँदैन, धेरै भित्र छ कि। योभन्दा अगाडि जान्न, म फर्किन्छु। अब एक्लै त डर लागिहाल्छ त अर्को ठाउँ होइन। म फेरि फर्स्ट टाइम आएको छु यो भित्र चाहिँ, नाम चाहिँ थाहा छैन कता हो। तर अहिले चाहिँ म यता जङ्गलभित्र छु कि। टाढा हेर्नुहोस् न, अझै घुम्ने बाटो। ल अब यति अगाडि त के जानु एक्लै होइन, नजाने। अब यहाँबाट चाहिँ म फर्किन्छु। कस्तो लाग्यो भिडियो त्यस्तै कमेन्ट गर्नु होला। मैले चाहिँ एकदमै यो एक डरलाग्दो ठाउँ छ क्या, त्यही भएर म भित्र जान सकिनँ। अब चाहिँ म ब्याक फर्किन्छु। चोरी पनि हुन्छ क्या, चोरहरू लाग्यो भने गाह्रो छ। ल अनि म चाहिँ गएको है।